हामीलाई देश विकास भएको हेर्ने रहर त धेरै छ, तर हाम्रो व्यवहार हामीले सरकारले गरेको कुरामा सहमति जनाउन सक्दैनौँ। किनभने अहिलेको सरकारले केही गर्नका लागि या देश विकास गर्नका लागि केही समय लाग्छ, नो डाउट। यसमा कुनै दुविधा हुनु हुँदैन। हरेक नेपाली नागरिकलाई देश विकास हुनको लागि समय लाग्छ र त्यो समयका लागि अहिलेको बजेटमा हामीले के पायौँ, हामीलाई के भएन भन्ने कुरा होइन। यतिका वर्षसम्म हामीले बेथिती, बेरोजगारी सबै कुरा त झेल्दै आएको थियौँ नि। अहिले 35 दिन भएको छ सरकार गठन भएको, सरकार चालु भएको। हामीले सबै कुरा आशा गर्नु कति उचित हो? र हामी भन्छौँ हामीलाई देश विकास चाहिएको छ, हामीलाई स्विजरल्यान्ड चाहिएको छ, हामीलाई अमेरिका जस्तो चाहिएको छ, डेमोक्रेसी चाहिएको छ, हामीलाई जापान जस्तो रोडहरू चाहिएको छ। हरेक चिजमा हामीलाई उच्च स्तरीय भएको सामग्री चाहिएको छ, तर हामीले ट्याक्सको मामलामा होस् या कुनै पनि चिजमा हामीले सरकारलाई दिनका लागि कन्जुसाइ गरिरहेका छौँ। यति भनिरहँदा हामीले ट्याक्स दिउँ, सरकारले के दिन्छ त हामीलाई, खोइ त दिएको भन्ने होइन। पहिला तपाईँ दिनुहोस्, दिने आफ्नो ठाउँबाट सुरुवात गर्नुहोस् र केही वर्षपछि त्यसको रिटर्न माग्नुहोस्। दिन बित्तिकै रिटर्न कहिले पनि आउँदैन कुनै चिजमा। त्यसैले हामीले अहिले सरकारले गरिबीलाई झन् हेपेको छ या कर नीति ल्याएर झन् हेपेको छ भन्ने होइन। अहिले सरकारलाई पैसा चाहिएको छ, सरकारले पनि भनेको छ। अलिकति हामीले आफ्नो ठाउँबाट पनि अलिकति सरकारलाई सहजता त गर्न सुरुवात गरौँ न। किनभने हामीले एकैचोटि मैले दिएँ रिटर्न चाहियो भन्नु कति उचित हो? त्यसैले हामीले अलिकति सहने बानी बसालौँ। कम्तीमा 1-2 वर्ष आफैले पनि सहने बानी बसालौँ। सरकारको नीतिमा, करमा अलिकति दिने कोसिस गरौँ। किनभने विगतको सरकारको जस्तो भ्रष्टाचार गरे भने हामीलाई ट्याक्स उठाएर पनि अबको 5 वर्षपछि हामीले आलोचना गर्ने ठाउँ त छ नि। त्यसैले अहिले यो सरकारको राजीनामा दे, यो गर, त्यो गर भन्नु उचित होइन। अहिले हामी सबैले मिलेर सरकारले गरेको खबरदारी गर्नु राम्रो कुरा हो। यो भएन है भन्नु, तर हामीले कुनै पनि एजेन्डा बोकेको व्यक्तिले आफ्नो स्वार्थका लागि केही न केही उचाल्ने व्यक्तिको पछाडि लागेर आफ्नो भएको दिमागलाई पनि उता डाइभर्ट गर्ने, आफूले पनि क्वेसन गर्नु आफैलाई के मैले यति गरेँ भने सरकारलाई मैले ट्याक्स दिएँ भने आउँदो अर्को वर्षको बजेटमा केही हुन्छ कि? पहिला सुशासनको कुरा गरौँ भनेर बालेन्द्र शाहले भनिसक्नु भएको छ। पहिला सुशासन र पैसाको खाँचो छ देशमा, त्यसपछि विकास होला। अहिले आम जनतालाई या यङ जेनेरेसनलाई या कुनै पनि बेरोजगारलाई रोजगारी दे अहिलेको अहिले भन्नु कति उचित हो? तपाईँ आफैलाई पनि क्वेसन गर्नु होला। या देशमा यत्रो वर्षदेखि बेथितीलाई सम्हाल्न या ओभरटेक गर्नको लागि या अलिकति समय लिनै पर्ने हुन्छ। कृपया बुझ्ने कोसिस गर्नु होला। थ्याङ्क यू।